दुध पाउडरको 4 स्टेप फेसियल जसमा पिगमेन्टेसन र डल स्किनको फुल सल्युसन छ र दुध पाउडरमा चाहिँ नेचुरल ल्याक्टिक एसिड हुन्छ जसले चाहिँ हाम्रो स्किनलाई इन्स्टेन्ट ग्लो दिन्छ र पिगमेन्टेसनलाई पनि हटाउँछ। फेसियलको फर्स्ट स्टेप आउँछ क्लिन्जर र क्लिन्जरको लागि मैले 1 टीस्पुन मिल्क पाउडर लिएर 1 टीस्पुन मैले रोज वाटर एड गरेर यसलाई मजाले मिक्स गरेर चाहिँ मैले यस प्रकारले आफ्नो फेसमा लगाएँ। तपाईँले नेकमा पनि लाउन सक्नुहुन्छ र 5 देखि 10 मिनटसम्म मसाज गरेर मैले यसलाई क्लिन गरेँ। र सेकेन्ड स्टेप आउँछ हाम्रो स्क्रबको लागि मैले 1 टीस्पुन ग्रिन टी लिएँ र 1 टीस्पुन मिल्क पाउडर र हनी एड गरेँ 1 टीस्पुन जस्तो र अलिकति मैले चाहिँ हाफ टीस्पुन जस्तो चाहिँ मैले आल्मोन्ड ओइल हालेर यसलाई मजाले मिक्स गरेँ। यसलाई एकछिन चाहिँ भिजाएर राख्नुपर्छ किनभने चाहिँ खस्रो हुन्छ नभए है ग्रिन टीले गर्दाखेरि चाहिँ आफ्नो स्किनमा अलिकति र्यासेसहरू आउन सक्छ। त्यसले गर्दा अलिक भिजाएर मात्र लाउनुहोस् र यसले स्क्रब गरिसकेपछि चाहिँ मैले क्लिन गरेर फेरि हाम्रो स्टेप आउनेछ मसाजको र मसाजको लागि 1 टीस्पुन मिल्क पाउडर, हाफ टीस्पुन एलोभेरा जेल र एउटा भिटामिन ई को क्याप्सुल र अलिकति मैले यसमा एड गरेँ आल्मोन्ड ओइल र यसलाई मजाले मिक्स गरेर एउटा क्रिमी टेक्सचर आएपछि मैले त्यसले नै मसाज आफ्नो फुल फेसमा गरेँ 15 देखिको 20 मिनटसम्म। र अब आउँछ हाम्रो पालो प्याकको र प्याकको लागि मैले 1 टीस्पुन लिए बेसन, 1 टीस्पुन मिल्क पाउडर र एउटा फेरि भिटामिन ई को क्याप्सुल र हाफ टीस्पुन जस्तो मैले आल्मोन्ड ओइल मिक्स गरेर यसमा अलिकति रोज वाटर हालेर चाहिँ यसलाई हल्का प्याक बनाएँ र आफ्नो फुल फेसमा यस प्रकारले लगाएर 15 देखि 20 मिनटसम्म छोडिदिएँ र फेरि हल्का मसाज गर्दै यसलाई मैले वास गरेँ। यो थियो मेरो फाइनल रिजल्ट साथीहरू, एकदमै अमेजिङ रिजल्ट छ। तपाईँले पनि एकपल्ट ट्राई जरुर गर्नुहोस्। थ्याङ्क यू सो मच फर वाचिङ।